50,000 रुपियाँ चाहिँ हाम्रो धरानको मेयर साहब अर्का सम्मानज्यूले चाहिँ तपाईँको दुःख देखेर पठाउनु भएको अनि उहाँले तपाईँलाई एउटा सन्देश पनि पठाउनु भएको छ हरेस नखानु भनेर है यसलाई चाहिँ सही सदुपयोग गर्नु होला। ताई अहिले मेयर नहुनुहुन्छ योभन्दा ठुलो त्यही भन्न चाहन्छु तर्फबाट यो चाहिँ शुभकामना होइन ठाउँमा त्यो गएको देख्न पाऊँ होइन अझै राम्रो होस् त्यसको प्रधानमन्त्री बनेको देख्न पाउनु होइन हजुर त्यही हो। त्यही भन्न चाहनुहुन्छ अब यो फुटपाथ व्यापारीलाई चाहिँ अब फुटपाथहरूलाई चाहिँ व्यवस्थित गरिदिनु अब जति भयो भयो होइन अबदेखिकोलाई चाहिँ मलाई जस्तो नरुवाउनु भन्न चाहन्छु। जसरी बालिन दाइले हजुर सारालाई रुवाउनु भयो नि त्यसरी नै चाहिँ नरुवाउनु होला भन्न चाहन्छु। र महानगरको गाडी आएर अनि मेरो सामान जति सबै भुइँमा फालिदिनु भयो अनि गाडा लिएर जानुभयो। मैले अब म आज आइहालेँ अब भोलिदेखि आउँदिनँ म अबदेखि आउँदिनँ भन्दा पनि उहाँहरूले छोड्नु भएन मेरो सामान त्यत्तिकै त्यहीँ छोडिदिएर फालिदिइराखेर लिएर जानुभयो। मैले गाडा हातले छोडेकै थिएन म आफ्नो खुसीले गाडीमा चढेको पनि होइन मैले यसरी दुईवटा हातले दुईपट्टि समात्थेँ गाडा अनि त्यो उहाँहरूले चाहिँ दुईजनाले एकपट्टिबाट दुईजनाले एकपट्टिबाट मलाई र गाडालाई सँगसँगै उचालेर हाल्नुभयो। अनि उहाँहरूलाई कति भने मैले कति रोएँ कति कराएँ दिनु भएन। पछि 5:30 बजेपछि चाहिँ अनि अब फेरि सोधेँ एकचोटि सोधेपछि अनि हुँदैन मिल्दैन तिमी जति रोए पनि जति कराए पनि जे गरे पनि ठेला चाहिँ फिर्ता हुँदैन भन्नुभयो। त्यसपछि म आएँ 5:30 बजे म आएँ जाडो पनि भयो बाबु पनि अब भोकायो होला